माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनेटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य चन्द्रमोहन यादव। सम्मान्य सभामुख महोदय, म आज यस सम्मानित सदन मार्फत नेपालभरि बढ्दो लागू औषध दुर्व्यसनको गम्भीर राष्ट्रिय समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यो अब केवल स्वास्थ्यको समस्या रहेन सम्मान्य सभामुख महोदय, यो सामाजिक आर्थिक सुरक्षा र राष्ट्रिय भविष्यसँग जोडिएको सङ्कट बन्दै गएको अवस्था देखिन्छ। नेपाल सरकारकै तथ्याङ्क अनुसार देशमा लागू औषध प्रयोगकर्ताको सङ्ख्या करिब 1,30,000 भन्दा बढी पुगेको छ र तीमध्ये 77% 30 वर्ष मुनिको युवा छन्। चिन्ताजनक कुरा के छ भने मध्य प्रदेशमा 20 वर्षभन्दा कम उमेरमै लागू औषध प्रयोगमा संलग्न हुने दर राष्ट्रिय औसतभन्दा बढी देखिएको छ। धेरै पक्राउ परेका मध्ये अधिकांश 30 वर्ष मुनिका युवा छन्। माननीय सदस्य जगत प्रसाद जोशी। सम्मान्य सभामुख महोदय, कैलाली जिल्लाको क्षेत्र नम्बर 3 मा मुक्त कमैयाहरूको बस्ती रहेको छ भनेर मैले पहिला पनि जानकारी गराएको थिएँ। मुक्त कमैयाहरू पनि मानव हुन्, उनीहरूका पनि मन छन्, परिवारहरू छन् र उनीहरू पनि शान्तिपूर्ण रूपमा बाँच्न चाहन्छन् भन्ने कुरा सरकारले बुझ्नु पर्दछ र सरकारका संयन्त्रहरूले बुझ्नु पर्दछ। केही दिन अगाडि मात्रै मुक्त कमैयाहरूले जुन ठाउँमा बसोबास गरिरहेका छन् त्यो ठाउँमा धानको बिउ राख्नको लागि काम गर्दै गर्दा वन कार्यालयका कर्मचारीहरू आएर उहाँहरूलाई गिरफ्तार गरिएको थियो र त्यसको दोस्रो दिन त्यो ठाउँमा खेतीपाती नगर्ने शर्तमा उहाँहरूलाई जुन ढङ्गले छुट्याएको छ र कागज गराएर उहाँहरूलाई फिर्ता गरिएको छ, त्यो कार्यको म घोर भर्त्सना गर्न चाहन्छु र नयाँ कार्यविधि नबनुन्जेलसम्म मुक्त कमैयाहरूलाई तर्साउने कार्य बन्द गरियोस्। धन्यवाद। मान्य सदस्य जगदीश खरेल, ललितपुर। सम्माननीय सभामुख महोदय, म ललितपुर क्षेत्र नम्बर 2 लाई प्रतिनिधित्व गर्दछु। मेरो ललितपुर क्षेत्र नम्बर 2 को महालक्ष्मी नगरपालिकामा खानेपानीको एकदम धेरै चरम सङ्कट रहेको छ। मैले यो सम्बन्धमा सम्माननीय ज्यू मार्फत सरकारको समेत ध्यान आकर्षण गराएको थिएँ, तर अहिले खानेपानी मन्त्रालय नभएको र खानेपानी मन्त्रालय अन्तर्गतको काम चाहिँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत भएकोले म सम्माननीय ज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। महालक्ष्मी नगरपालिका चरम खानेपानीको सङ्कटमा छ। कृपया सरकारले यही आर्थिक वर्षबाट चाहिँ यसलाई अगाडि बढाओस् भन्ने म जोरदार माग गर्न चाहन्छु। साथमा लाँकुरी भन्ज्याङलाई पर्यटकीय स्थलको रूपमा विकसित गर्नको लागि गुरु योजना बनाएर काम गर्नको लागि पनि म सरकारलाई आग्रह गर्दछु। त्यस्तै गरेर हाम्रो ललितपुरको चाहिँ नेवा भाषा, सभ्यता, संस्कृति र सम्पदाको संरक्षणमा पनि राज्यको ध्यान जाओस् भन्ने आग्रह गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। माननीय सदस्य जगदीश खरेल, दोलखा। सम्माननीय सभामुख महोदय, पर्यटनलाई राम्रो टेवा पुर्याउँदै आएको जिरी एयरपोर्ट बन्द छ। सँगसँगै दोलखालाई सुरक्षाको दृष्टिकोणले हेर्न बसेका एपिएफ सशस्त्र प्रहरी बल टहरा मुनि छन्। यो के रहेछ त भनेर मैले हेर्दै गर्दा 2078-1-24 को तत्कालीन सरकारको मन्त्री परिषदको बैठकले कृषि अनुसन्धानमा रहेका जग्गाहरू कसैले माग्दै गर्दा नदिनु भनेर निर्णय गरिएको रहेछ। नदिनु, नबेच्नु, त्यो जस्तो छ त्यस्तै अवस्थामा राख्नु भन्ने निर्णय गरिएको रहेछ। यो निर्णयलाई मैले चाहिँ सुल्टो भनेर भनेको छैन, यो उल्टो निर्णयलाई सुल्ट्याइदिएर यी समस्याहरूलाई समाधान गर्नको निमित्त यो सभामुख समक्ष सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य जनक राजगिरी। सम्माननीय सभामुख महोदय, बाजुरा जिल्लाको सबैभन्दा ठुलो जनसङ्ख्या रहेको त्रिवेणी नगरपालिका, जहाँ बढी मालिकाको प्रवेशद्वार हो र सरकारले आफ्नो शासकीय सुधारका 100 दिनका 100वटा कार्यक्रमभित्र पनि परेको छ। तर यसको प्रारम्भिक काम भनेको त्यहाँ बुढी गङ्गा नदीमा पुल निर्माण हो। अब बर्खा लागेपछि त्यहाँ भारतदेखिका धार्मिक तीर्थालुहरू आउने क्रम सुरु हुन्छ, तर बर्खामा पुल नहुँदा र त्यहाँको तीर्थालुहरूलाई ठुलो
आपत पर्ने हुनाले त्यहाँ जिल्लामा रहेको बेली ब्रिज जहाँ पक्की पुल बन्दैछ र बेली ब्रिज रहेको ठाउँबाट यहाँ त्रिवेणी नगरपालिकाको बुढीगङ्गा नदीमा अविलम्ब सरकारले बेली ब्रिजको व्यवस्था गरोस्। मैले यो सरकार गठन भएको झन्डै 2 महिना भयो, पटक पटक भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयका उच्च अधिकारीसँग पटक पटक वार्ता गर। मान्य सदस्य जयपति रोकाया। सम्माननीय सभामुख महोदय, भन्नलाई हामी नेपाललाई लोड सेडिङ मुक्त देश भन्छौँ, तर विडम्बना मेरो जिल्ला हुम्ला नागरिक आज पनि दैनिक 8 घण्टासम्मको लोड सेडिङ भोग्न बाध्य छन्। विशेष गरी सदरमुकाम सिमकोट र खारपुनाथ गाउँपालिकाका केही वडामा विद्युत अभावको समस्या अत्यन्तै गम्भीर रूपमा रहेको छ। अझै पनि जिल्लाका धेरै बस्तीहरू सल्लाहको दियालो झरो बालेर रात बिताउन विवश छन्। यो समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले हुम्लालाई यस आर्थिक वर्षको असार मसन्तसम्म राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी ठेक्का प्रक्रिया अघि बढाएको छ। तर दुःखका साथ भन्नुपर्दा आजको मितिसम्म पनि प्रसारण लाइन पर्ने क्षेत्रमा पोल गाड्ने तथा तार जोड्ने कार्य प्रभावकारी रूपमा हुन सकेको छैन। यस्तो अवस्थामा असार मसन्तसम्म राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आउला भन्ने स्थानीयमा गम्भीर आशंका पैदा भएको छ। त्यसै गरी सदरमुकाम सिमकोटका लागि 949 किलोवाट क्षमताको सोलर ग्रिड निर्माण गर्ने कार्य ठेक्का। मान्य सदस्य जोग कुमार बर्बरिया यादव। सभामुख महोदय, धनुषाको कमला नगरपालिकाको हटमुन्डा गाउँमा जमिनको दलाल छ रामवृक्ष महतो। 5 वर्ष पहिला जमिन किनेको थियो परिवारको नाउँमा, जो उब्जने खेत। पछाडि 5 वर्ष पछाडि त्यो भिखर महतोले जमिन किनेको, त्यो दलाल थियो, जमिन किनाइदिएको थियो। 5 वर्ष पहिलाको जमिन आफ्नो त्यो भिखर महतोको नाममा गरिदिएको छ। पहिलाको जमिन त्यो अहिले बेचेको जमिन आफ्नो नाउँमा गरिदियो। त्यो जमिन घराडी हो, 5 जना किसानले बसेको छ, भिखर महतो लगायत बसेको छ। त्यो धनुषामा जमिन दलाल र त्यहाँको अदालत र मालपोत दलालको पक्षमा छ। तर त्यो जनता, त्यहाँको जनता अलि हजारौँ जनता त्यो अलि न्यायको पक्षमा छ। त्यो अहिले जुन जमिन किनेको थियो त्यो त्यसको पक्षमा छ। मान्य सदस्य झबिलाल डुम्रे। सम्माननीय सभामुख महोदय, म आज स्याङ्जाका किसानको आवाज बोकेर यो सदनमा उभिएको छु। यति बेला बर्खा सुरु भइसकेको छ, मानो रोपेर मुरी उब्जाउने बेला आएको छ। तर दुःखका साथ भन्नुपर्छ, स्याङ्जामा मकैमा हाल्ने मलको अभाव छ भने धानको बियाड राख्ने समय सुरु हुँदा समेत किसानले आवश्यक मल सहज रूपमा पाउन सक्नु भएको छैन। खेतीको सिजन कसैलाई पर्खेर बस्दैन, तर राज्यले तयारी फेरि पनि केही कमजोर देखिएको छ। कृषि प्रधान देशको कुरा धेरै हुन्छ, तर किसान अझै पनि आधारभूत आवश्यकताकै अभाव झेल्न बाध्य छन्। समयमा मल नपाउँदा उत्पादनमा असर पर्ने मात्रै होइन, किसानको श्रम, समय र आशामाथि नै चोट पुगेको छ। यस विषयमा मैले निरन्तर सम्बन्धित निकायसँग समन्वय र ध्यानाकर्षण गराउँदै आएको छु। केही मात्रामा मल आपूर्ति भएको जानकारी प्राप्त भएको छ, तर पर्याप्त छैन। त्यसैले स्याङ्जाका किसानलाई पर्याप्त मात्रामा मलको सहज र समयमै आपूर्ति सुनिश्चित गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। माननीय सदस्य टुका भद्रा हमाल। सम्माननीय सभामुख महोदय, भदौ 24 को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? खास गरी मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ? नेपालीले 1000 होइन, 10 पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्। त्यो कहिले बन्छ? सरकारसँग सदनलाई जानकारी गराउन अनुरोध गर्दछु। धन्यवाद। मान्य सदस्य टेकबहादुर साक्य। सम्माननीय सभामुख महोदय,
पर्सा जिल्लाले वर्षेनी हाराहारी 2 खर्ब 50 अर्बको राजस्व ढुकुटी राज्यलाई दिन्छ र प्रशस्त अन्न भण्डार पनि। तथापि पर्सा जिल्ला लेखाइमा सुगम र गराएर भोगाइमा अति विकट बनेको छ। सिँचाइ अभाव, जल सङ्कट, शिक्षा स्वास्थ्य गरिबी, बेरोजगारी, शिक्षा विभेद, सामाजिक विभेद, दाइजो प्रथा र छुवाछुत गम्भीर मोडमा छ। खोलामा पुल नहुनाले विद्यार्थीले स्कुल र बिरामी र सुत्केरीले अस्पताल जान भारतीय भूमि प्रयोग गर्न बाध्य छन्। सुन्दा पनि अचम्म लाग्छ सभामुख महोदय। हुलाकी सडक वर्षौँदेखि ठोडीको जङ्गलमा अवरुद्ध छ, तत्काल सुचारू गरियोस्, ध्यान आकर्षण गराउन चाहन्छु। वीरगञ्ज पावर हाउस चौकदेखि ड्राइपोर्ट हुँदै पोखरिया हुँदै लङ्गडी र हरिहरपुरसम्म 4 लेन सडक विस्तार गरियोस्, जुन दैनिक 3 लाख मानिसले प्रयोग गर्ने यो सडक सिङ्गो पर्साको भविष्यको सेतु हो। सभामुख महोदय, कृषकलाई खादमल अब लाइनमा होइन, सबैको पहुँच बराबर हुने गरी अनलाइनबाट होस्। सभामुख महोदय, 36 वर्षमध्ये मान्य सदस्य ठाकुर सिंह थारू। सभामुख महोदय, म बर्दिया जिल्लाको तर्फबाट अहिले बर्दियाको स्वास्थ्यको अवस्थाको बारेमा ध्यान आकर्षण गराउन चाहन्छु। यति बेला बर्दियाका करिब 20 जना विभिन्न हस्पिटलमा, काठमाडौँका विभिन्न हस्पिटलमा उपचारार्थ हुनुहुन्छ। कसैले बेड पाएको छैन, कसैले औषधि उपचार पाएको छैन। र यी कुरा गरिरहँदा यता बर्दियाका बिरामीहरू उपचार नपाइरहँदा अर्कोतिर बर्दियाको हस्पिटलमा 15 जना दरबन्दी रहेको हस्पिटलमा जम्मा 2 जना डाक्टर हुनुहुन्छ, 11 जना नर्सहरू हुनुहुन्छ। र त्यो हस्पिटलमा बर्दिया जिल्लाको एउटा अस्पतालमा दैनिक करिब 600 जना उपचारका लागि आउने गर्नुहुन्छ श्रीमान। त्यसैले यो बर्दियाको यो स्वास्थ्य अवस्थाका बारेमा म सरकारसँग माग गर्दछु। यो बर्दिया जिल्लाको एउटा अस्पताल, बर्दिया जिल्ला अस्पतालमा दरबन्दी अनुसार चिकित्सकहरूको दरबन्दी पुरा होस्। धन्यवाद। मान्य सदस्य तारा प्रसाद जोशी। सभामुख महोदय, सुदूरपश्चिममा एउटा परियोजना छ पश्चिम सेती। यसको सुरुमा पश्चिम सेतीले सुदूरपश्चिमको विकासमा ठुलो गेम चेन्जरको भूमिका खेल्छ भन्ने प्रचार गरियो, तर त्यहाँ यसले गेम चेन्जरको भूमिका भन्दा पनि त्यहाँ नागरिकको केन्द्रीय सत्ताप्रति हेर्ने एउटा मानसिकतामा चाहिँ चेन्ज ल्याएको छ। 4.5 दशक अगाडिदेखि अध्ययन सुरु भएको यो परियोजना अहिले पनि अध्ययनकै चरणमा छ। यसमा काम कहिले हुँदैन, अध्ययन सधैँ भइरहेको छ। त्यसकारण सुदूरपश्चिमी जनताको प्रश्न छ, हामी यो परियोजना किन बनेन भन्ने चिन्ता हामीलाई होइन, यो परियोजनामा हामी कति धोका पाइरहने, कति हामी ढाँटिरहने भन्ने कुराको चिन्ता हामीलाई छ भन्ने सुदूरपश्चिमका नागरिकहरूको प्रश्न छ। यो प्रश्नलाई म यहाँ सरकारसँग पुर्याउन उपस्थित छु। धन्यवाद। मान्य सदस्य तारा विश्वकर्मा। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदन मार्फत देशको विभिन्न ठाउँमा देखिएका बिर्ता जग्गा तथा गुठीको जग्गा सम्बन्धी समस्यातर्फ नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। नेपालका विभिन्न ठाउँमा वर्षौँदेखि गुठी तथा बिर्ता जग्गामा धेरै नागरिकहरू बसोबास गर्दै आएका छन्। प्रायःजसो नागरिकहरूले भोगचलन गर्दै आइरहेको जग्गा जमिनको आसम्म पनि स्वामित्व, लालपूर्जा तथा कानुनी मान्यताको अभावमा विभिन्न समस्याहरू भोग्दै असुरक्षित जीवन बिताउन बाध्य छन्। पुस्तौँदेखि खेतीपाती तथा बसोबास गर्दै आए पनि जग्गाको अधिकार सुनिश्चित हुन सकेको छैन, जसले गर्दा अन्यल अवस्थामा सामाजिक तनाव तथा विवादको कारण रहेको छ। सम्माननीय सभामुख महोदय, यस किसिमको भूमि सम्बन्धी समस्या समाधानका लागि राज्यले अभिलेख व्यवस्थापन गरी जाँच प्रक्रिया अगाडि बढाई स्वामित्व प्रमाणीकरण तथा उचित कानुन व्यवस्थापन कार्यान्वयनमा अग्रसरता देखाई किसान तथा। मान्य सदस्य तौफिक अहमद खान। सम्मानित सभामुख महोदय, रूपन्देही जिल्ला गेडावाना गाउँपालिकाको सुरपुरामा करिब 19 करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको 15 शय्याको आधारभूत अस्पताल हालसम्म सञ्चालन नहुन सक्नु अत्यन्त दुःखद विषय हो। एक स्थानीय एक आधारभूत अस्पताल अवधारणा अन्तर्गत निर्माण गरिएको यो अस्पताल गेडावा सहित आसपासको क्षेत्रको करिब 1 लाख नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्य राखेको थियो। तर आज भवन बनेर पनि चिकित्सक, नर्स, उपकरण र सञ्चालन बजेट अभावको कारण अस्पताल सेवा बन्द अवस्थामा छ। यस क्षेत्रको नागरिक सामान्य उपचारदेखि
प्रसुति सेवासम्मको लागि 24देखि 50 किलोमिटर टाढा बुटवल र भैरवामा जाने बाध्य छन्। यसले ग्रामीण तथा विभिन्न नागरिकमाथि थप आर्थिक भार र स्वास्थ्य जोखिम बढाएको छ। सम्मानित सभामुख महोदय, स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। केवल भवन निर्माण गरेर राज्यको दायित्व पुरा हुँदैन, सेवा सञ्चालन हुन आवश्यक हो। त्यसले उक्त अस्पताल तत्काल जनशक्ति व्यवस्थापन, आवश्यक स्वास्थ्य उपकरण जडान तथा पर्याप्त बजेट सुनिश्चित गरी यथाशीघ्र सेवा सञ्चालन गर्ने नेपाल सरकारको जोरदार माग गर्दछु। माननीय सदस्य दीपक कुमार शाह महोत्तरी। सभामुख महोदय, प्रजा सुखे सुखनम राजनम प्रजानाम च हिते हितम। प्रजाको सुखमा सरकारको सुख हुन्छ र प्रजाको भलाइमै सरकारको भलाइ हुन्छ। हामीले देख्यौँ विगत 5 वर्षदेखि आर्थिक वर्षदेखि लगभग महँगाई एकदम बढेको अवस्था छ। लगभग 38देखि 40% र वेतन मात्र 15%ले बढेको छ। यसले के देखाउँछ भने लगभग 25% रियल वेजमा गिरावट आएको देखिन्छ। त्यसकारण म यो गरिमामय सदनबाट सरकारलाई अनुरोध गर्न चाहन्छु कि इन्फ्लेसन लिङ्क्ड स्यालेरी रिभिजन एक्टको व्यवस्था गरियोस्। दोस्रो कुरा, नेपालमा 39% सम्मको ट्याक्स छ र 5 लाखसम्ममा मात्र 1% ट्याक्सको व्यवस्था छ। त्यो चाहिँ बढाएर यही बजेटबाट 10देखि 12 लाखसम्म गरियोस्। र दुःखको साथ यो भन्न चाहन्छु कि अहिलेसम्मको सरकारले हाम्रो ट्याक्स चाहिँ युरोप जस्तो लिन्छ र सुविधा चाहिँ सोमालिया जस्तो दिँदै आएको छ। सरकारले यो वर्षको बजेटबाट गरिबलाई र मिडल क्लास। माननीय सदस्य दीपक राज बोहरा। सम्मानित सभामुख महोदय, म कञ्चनपुर 2 सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्छु। मलाई खास मेरो भाषा डोटेली भाषा मनपर्छ र डोटेली भाषामा बोल्न मन लागेको थियो। तर मैले थाहा पाएँ अस्ति मात्रै मेरो साथी मनिष झाले मैथिलीमा बोल्दाखेरि त्यो दस्तावेजीकरण हुँदो रहन्छ। म सभामुख महोदयको ध्यान आकर्षण गराउँछु कि अबदेखि त्यो दस्तावेजीकरण गरियोस् संसदमा। यदि संसद सचिवालयमा जनशक्ति कम हो भने हामीले आफै पनि त्यो ट्रान्सलेट गरेर बुझाउने प्रतिबद्धता जनाउँछु। साथसाथै सुदूरपश्चिमका धेरै मानिसहरू भारतमा छन्, वैदेशिक रोजगारीका लागि भनौँ न विदेश जान नपाएर या काठमाडौँ आउन नसकेर भारतमा छन्। ती मानिसहरूको न श्रम स्वीकृति छ, न बिमा छ, इन्सुरेन्स पनि छैन। दुःखको कुरा त सभामुख महोदय, कति नेपालीहरू भारतमा छन् त्यसको तथ्याङ्क पनि सरकारमा छैन। यतिसम्म कि भारतमा कुन कुन ठाउँमा कति नेपाली छन् भन्नका लागि एउटा वेबसाइटमा दर्ता गराउन सकिन्छ। सभामुख महोदय, म सरकारको ध्यान आकर्षण गराउँछु यो सदनमा कि अबदेखि भारतमा रहेका नेपालीहरूले आफ्नो वेबसाइटमा आफ्ना नामहरू दर्ता गराउनुहोस्। धन्यवाद। माननीय सदस्य दीपक कुमार शाह सुनसरी। सम्माननीय सभामुख महोदय, सुनसरी क्षेत्र नम्बर 4 लगायत देशभरि मनसुन सुरु भएसँगै बाढी तथा डुबाउनको जोखिम बढ्दै गएको छ। सुनसरी क्षेत्रका जनताको पसिना बगाएर लगाएका बाली आँगन र घर अब बाढी विनाशबाट सुरक्षित रहन् भन्ने हाम्रो दृढ चाहना छ। त्यसैले सुक्सेना शाखा नहर र मैना राजमार्गका दायाँ बायाँ अवरुद्ध नाला तथा कलवटहरू, लोखी फुलचोक बिचको खुनियादार तत्काल सफा गरी पानी निकास सहज बनाउन आवश्यक छ। इनरवा 4 गणेशपुर सडक, इनरवा 8 एडिबी सडक र मधुवन बजारमा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधान तथा कुर्बा खोलाको गहिराई र चौडाइ बढाउने कार्य बर्खा अघि गर्नु जरुरी छ। त्यसै गरी सन् 2003 जनवरीमै सम्भाव्यता अध्ययन सकेको भए पनि त्यही अनुसार सुनसरी खोलाको बाढी र कटान नियन्त्रणका लागि प्रभावकारी बाँध तथा आधुनिक संरचना निर्माण गर्न आवश्यक देखिन्छ। उक्त बाँध संरचना किचानको लागि सिँचाइ र रामधुनी बरा क्षेत्र पर्यटन विकासका लागि बाटोको रूपमा उपयोग हुन कोसेढुङ्गा साबित हुनेछ। धन्यवाद। माननीय सदस्य धनेन्द्र कार्की। सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र सिन्धुली क्षेत्र नम्बर 1 अन्तर्गत गोलन्जोर गाउँपालिकाको विशेष गरी 4 नम्बर र 5 नम्बर जुनारको राजधानीका रूपमा परिचित छन्। तर विडम्बना त्यही जुनारको राजधानीसम्म पुग्ने मोटर बाटो राम्रो नहुँदा त्यहाँका कृषकहरूले ठुलो शास्ति भोग्नु परेको अवस्था छ। जुनारको राजधानीसम्म सहजै पुग्ने खन्या खर्क, 3 कन्या, कुबिन्डे, बाहुन, तिलपुङ हुँदै फिक्कलको माधव डाँडासम्म ट्र्याक खोलिएको कृषि सडकलाई सरकारले विशेष प्राथमिकतामा राखी कालोपत्रे गर्न सके त्यसलाई अलिकति सहजीकरण हुन्छ भन्दै सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। साथै त्यहाँको कृषकहरूको उत्पादन संरक्षण र बजारीकरणलाई सहज बनाउन कोरियन प्रविधिको आधुनिक चिस्यान केन्द्र निर्माण गर्न पनि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यसबाट विश्वभर नेपाली जुनार बजारीकरणको सम्भावना हुने र विश्व बजारसम्म पहुँच पुग्ने देखिन्छ। सडक सुविधा भए आगामी भ्रमण वर्ष 2085 मा जुनारको राजधानीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भ्रमण गराउने।
मान्य सदस्य ध्रुवराज राई। सम्माननीय सभामुख महोदय, भोजपुरको 9वटा स्थानीय तह मध्ये 7 स्थानीय तह आयो। साल्पा, सिलिचुर, टेम्के, मयुङ, अरुण, हतुवागढी, पौवादुङमा र आमचोक गाउँपालिकामा कार्यरत शिक्षकहरूले गत साउनदेखि स्थानीय भत्ता प्राप्त गर्नुभएको छैन। शिक्षकहरूका अनुसार स्थानीय सरकारमा जाँदा सङ्घीय सरकारको अर्थ मन्त्रालयले नदिनु भनेको छ, महालेखा बेरोजु लेखिदिन्छ भनेर भत्ता दिँदैनन्। अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयमा जाँदा चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयन पुस्तिका PIP-मा उल्लेख छ, भुक्तानी निरोस् भन्छन्। राज्यको दुई निकायबीचको यो समन्वयताहीनता र अन्यल कारण दुर्गम पहाडी भेगमा अरत्र खटिएका राष्ट्रसेवक शिक्षकहरूले न्यायोचित भत्ता रोकिनु अत्यन्तै विडम्बनापूर्वक विषय हो। नियममा भएका व्यवस्था कार्यान्वयन नहुँदा शिक्षकहरूको चरम निराशता पैदा भएको छ। सम्माननीय सभामुख महोदय मार्फत अर्थमन्त्रीज्यूलाई। मान्य सदस्य नरेन्द्र शाह कलवार। सम्माननीय सभामुख महोदय, उखुलाई नगदे बाली भनिए झैँ अहिले उधारो बाली भएको छ। किसानले समयमा भुक्तानी र अनुदान नपाउनु अत्यन्त दुःखद विषय हो। अब 81-82 को बाँकी अनुदान रकम रु 35 तथा चालु अब 82-83 को प्रति क्विन्टल रु 70 अनुदान अविलम्ब भुक्तानी गरिनु पर्यो। उधारोमा उखु खरिद गरी पैसा नदिने चिनी मिलहरूलाई समेत कानुनी दायरामा ल्याउनु पर्यो। सम्माननीय सभामुख महोदय, पेट्रोल डिजेल महँगिँदा भाडा तुरुन्त बढ्छ, तर किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैन। राज्यले बर्खे धानको मूल्य तोके झैँ मकै र उखु लगायत कृषि उपजको खरिद मूल्य उत्पादन अघि नै तोक्ने व्यवस्था गरियो भने किसान आत्मनिर्भर र सुरक्षित बन्न सक्छ। मल खादको सहज आपूर्ति गर्न गराउन समेत सम्बन्धित निकायलाई यसै सम्मानित सदन मार्फत ध्यान। मान्य सदस्य नीतिमा भण्डारी कार्की। मान्य सभामुख महोदय, विगत 3 दिनदेखि म आफ्नो क्षेत्रमा थिएँ। गर्मीले आक्रान्त छ सरलाई, अनि साँझ पख फेरि प्रचण्ड हावाहुरीले त्यसै जनजीवन अस्तव्यस्त छ र 9 गते 6 बजे गएको लाइन अहिलेसम्म फर्केर आएको छैन। अब जनताले सरकारको अनुभूति नै गर्न पाएछन्, अनि त्यो हुनाले गर्दा फेरि त्यहाँ फेरि गुनासोहरू के आउँछ भने ट्रान्सफर्मरहरू पुराना भएका छन् भन्ने गुनासो आएको छ, प्रसारण लाइन छैन भन्ने गुनासो मात्रै आउँछ। त्यो भएर सरकारसँग ध्यान आकर्षण गर्न चाहन्छु कि सम्बन्धित निकायसँग ट्रान्सफर्मर मर्मत होस् र पुरानालाई प्रतिस्थापन गरियोस् र सर्लाहीको विद्युत प्रवाहलाई सहजीकरण गर्नलाई म सम्मान्य ऊर्जा मन्त्रीसँग आग्रह गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य निराशा चौधरी डगौरा। सम्माननीय सभामुख महोदय, नेपालको विविध सांस्कृतिक पहिचानभित्र थारू समुदायले आफ्नो मौलिक सभ्यता, भाषा र संस्कृतिलाई जोगाउँदै राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। तर आज पनि यो समुदाय भूमि अधिकार, प्रतिनिधित्व, पहिचान र न्यायका सवालमा अपेक्षित रूपमा सम्बोधित हुन सकेको छैन। पुर्खौली जमिन गुमाएका थारू नागरिकलाई न्याय दिलाइनुपर्छ। मुक्त कमैया तथा सुकुम्बासी परिवारलाई सम्मानजनक र स्थायी बसोबासको सुनिश्चितता गरिनुपर्छ। साथै राज्यका सबै तह थारू समुदायको जनसङ्ख्या अनुसारको समानुपातिक सहभागिता सुनिश्चित हुनु आजको आवश्यकता हो। सम्माननीय सभामुख महोदय, राणा थारू लगायत सम्पूर्ण थारू समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्धन राज्यको दायित्व हो। विद्यालयको पाठ्यक्रममा थारू इतिहास र पहिचान समावेश गरिनुपर्छ ताकि नयाँ पुस्ताले आफ्नो मौलिकता र इतिहास बुझ्न सकोस्। धन्यवाद। माननीय सदस्य निशा ढाँगी। सम्माननीय सभामुख महोदय, योभन्दा अगाडिको कार्यकालमा मैले तत्कालीन सभामुखलाई सोधेको थिएँ, सभामुख बस्नुभएको कुर्सी कुन देशबाट आयात गरेको काठबाट बनेको हो भनेर। म फेरि पनि दोहोऱ्याउन चाहन्छु। 2-3 दिनपछि हामी नयाँ सदन जाँदैछौँ र उक्त सदनमा सम्माननीय सभामुख र हामी सांसदहरू बस्ने कुर्सी कुन देशबाट ल्याइएको काठबाट बनेको हो।
महालेखा परीक्षकको 61औं वार्षिक प्रतिवेदनले नेपालको काठको सदुपयोग नहुँदा वार्षिक अर्बौं रुपैयाँको काठ जन्य सामग्री आयात भएको जनाएको छ। आज स्वदेशी काठ निकाल्न फाइल रोकिन्छ तर विदेशी काठ भित्र्याउन सजिलैसँग एलसी खुल्ने गर्छ। यो कस्तो किसिमको नीति हो? मैले सबै वन फडानी गर्नुपर्छ भन्न खोजेको होइन, तर हामीसँग भएको धनको सही सदुपयोग पक्कै पनि गर्नै पर्छ। त्यसैले म सभामुख मार्फत सरकारलाई आग्रह गर्छु, यो परनिर्भरता बन्द गर्नै पर्छ। सुरुवात यही संसद भवन र सिंहदरबारबाट सुरु गरौँ, त्यसपछि देशभित्र नेपाली काठबाट बनेका फर्निचर मात्र प्रयोग गर्ने नियम लागू गरौँ। मान्य सदस्य निता घतानी। सम्माननीय सभामुख महोदय, आज देशमा एउटा गम्भीर लोकतन्त्रका लागि घातक प्रवृत्ति बढ्दै गएको देखिन्छ। सरकारलाई प्रश्न गर्न नहुने मानसिक विकास हुँदै गएको छ। प्रश्न उठाउनेहरू नै गलत साबित गर्ने प्रयासहरू भइरहेका छन्। तर लोकतन्त्र अन्ध समर्थनको व्यवस्था होइन, नागरिकहरू ताली मात्रै बजाउने भिड पनि होइन। यहाँका सांसदहरू जनताको प्रत्यक्ष आवाज हुन्। सरकारलाई निरन्तर जवाबदारी बनाउने सर्वोच्च शक्ति हुन्। प्रधानमन्त्री लोकप्रिय हुन सक्नुहुन्छ, सरकार शक्तिशाली पनि हुन सक्छ, तर सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन। यदि सरकारलाई आफ्नो कामप्रति विश्वास छ भने सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित भएर जनताको प्रश्नको सामना गर्न किन हिचकिचाउनुहुन्छ? सत्ताको दम्भ दीर्घकालीन हुँदैन, तर जनताको प्रश्न र लोकतन्त्रको आवाज सधैँ जीवित रहन्छ। अन्त्यमा सभामुख महोदय, लोकतन्त्रको अपमान कदापि सह्य हुँदैन। प्रधानमन्त्रीज्यूलाई जनताको प्रश्नबाट भाग्न कति पनि छुट छैन। धन्यवाद। माननीय सदस्य पद्मा कुमारी अर्याल। सम्माननीय सभामुख महोदय, नेपाल न्यून कार्बन उत्सर्जन गरेर पनि जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ। मौसमको चक्र बदलिएको छ, वर्षमा फेरबदल आएको छ। वर्षेनी गर्मीका ताता दिन झन्झन ताता हुँदै गएका छन्। हिउँदका चिसा रात झन्झन चिसा हुँदै गएका छन्। निकट 5 वर्षको अन्तरालमा हामीले मेलम्ची, मनाङ, मुस्ताङ एवं लाङटाङको केरुङ्गा क्षेत्रमा अप्रत्याशित बाढी पहिरो देख्यौँ। हिउँताल फुट्नाले तामे गाउँमा निम्तिएको विध्वंस समेत यही समयको हो। यी सबै घटनाहरू जलवायु परिवर्तनको भयानक स्वरूपका सङ्केत हुन्। जलवायु परिवर्तनका यी सङ्केतलाई सम्बोधन गर्न आजका दिनमै पर्याप्त र उपयुक्त कदम चालिएन भने निकट भविष्यमा नै थुप्रै जनताले थाकथलो छोडेर अन्यत्र बसाइ सर्न बाध्य हुने प्रक्षेपण अध्ययनहरूले देखाएका छन्। यसरी जलवायु परिवर्तनको आजको समयमा एउटा प्रमुख मानवीय सङ्केतका रूपमा देखा परेको छ। जलवायु परिवर्तनको न्यूनीकरण एवं मान्य सदस्य पवित्रा विक। सम्माननीय सभामुख महोदय, विभिन्न अध्ययनले देखाएको छ कि नेपालमा हरेक वर्ष करिब 39,200 मानिसले सुर्तीजन्य र मादक पदार्थ सेवनका कारण मृत्यु भइरहेको छ। दक्षिण एसियामा नेपालमा सुर्तीजन्य पदार्थ सबैभन्दा कम कर लिने देशमध्ये एक रहेको छ र WHO ले कम्तीमा 75% कर सिफारिस गरेको छ, तर नेपालले 40% मात्र लिइरहेको छ। आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा सुर्तीजन्य र मादक पदार्थमा कम्तीमा पनि 100% कर वृद्धि गरियोस् र पहुँच तथा प्रचार प्रसारमा कडाइ गरियोस् र विद्यमान ऐन कानुनको प्रभावकारी कार्यान्वयन गरियोस्। साथै यसबाट उठेको कर स्वास्थ्य उपचारमा खर्च गरियोस् भनी सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, साथै सेनिटरी प्याडमा राज्य। मान्य सदस्य पारसमणि गेलाल। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदनमा हाम्रो देशमा उत्पादनलाई अवैध मान्दै गरिएको वनस्पति गाँजाको विषयमा उठान गर्न चाहन्छु। आज देशको आवश्यकता उत्पादनमुखी र निर्यातमुखी नीति अवलम्बन गर्नु हो। त्यसैले गाँजालाई नशालु पदार्थ र नशाको रूपमा मात्र हेर्नु हुँदैन। यो औषधि, कपडा, कागज, तेल, जैविक, प्लास्टिक र निर्माण सामग्रीको कच्चा पदार्थका रूपमा समेत प्रयोग गर्न सकिन्छ। विश्वका धेरै देशहरू USA, क्यानाडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, चाइना, भारत लगायतका देशहरूले वैज्ञानिक र व्यावसायिक प्रयोगबाट अर्बौं अर्थतन्त्र निर्माण गरिरहेका छन्। यी देशहरूका बारेमा मैले विस्तृत अध्ययन पनि गरिरहेको छु, यहाँको नीतिहरूका बारेमा। त्यसकारण यसलाई
हाम्रो देशले पनि सही नियम मार्फत हाम्रो सबैभन्दा ठुलो शक्ति र स्रोत युवाहरूको पलायन रोक्नका लागि र अर्थतन्त्र उकास्नका लागि पनि स्वरोजगार बनाउनका लागि यस नीतिलाई अवलम्बन गर्योस्। हस्त धन्यवाद। मान्य सदस्य पार्वती विक। सम्माननीय सभामुख महोदय, जाजरकोट केन्द्र बनाएर गएको भूकम्पका पीडितहरूले कहिलेसम्म पीडा सही राख्नुपर्ने हो? जेठ 11 गते गएको हावाहुरीले कुशे गाउँपालिका वडा नम्बर 3 डाँडा बाउतामा रहेको एक सरस्वती आधारभूत विद्यालयको छाना उडाएको छ। नलगाड नगरपालिका 1 ज्ञानेचौरमा रहेको आधारभूत विद्यालयको एउटा छाना उडाएको छ। केही दिन अगाडि जुनीचाँदे गाउँपालिका 7 साक्यमा एक विद्यालयको छाना उडाएको छ। यिनी सबै जस्ताको पाताबाट निर्माण भएका थिए। आज सयौं विद्यार्थीहरूको पठन पाठन ठप्प भएको छ। अब बर्सातको समय लाग्यो, उनीहरूले 6 महिना पढ्न नपाउने स्थिति चाहिँ सिर्जना भएको छ भने दर्जनौं नागरिकका टोराबाट बनेका घरहरू अहिले पनि उडाइएको छ। तिनीहरू पीडादायक अवस्थामा छन्। सभामुख मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, तपाईहरुले पठाएका कर्मचारी अहिले पनि काम सुरु गरिराखेको अवस्था छैन। डिडिएको कार्ययोजनाले समस्या त सिर्जना गरेको थियो, नागरिकले यो दुःख कहिलेसम्म भोग्नु भएको? मान्य सदस्य पुकार बम। सम्माननीय सभामुख महोदय, 30 चैत्र 2082 देखि आधिकारिक र लिखित रूपमै प्रधानमन्त्री र प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित सबै मन्त्रालयसम्म निरन्तर समयमा गर्दै मैले उठाएका काठमाडौँ क्षेत्र नम्बर 4 का विषयहरू आगामी बजेटमा समेटिन जरुरी छ। पशुपति क्षेत्रको विकास मात्र होइन, दीर्घकालीन संरक्षण, बुढानीकण्ठलाई विश्वस्तरीय वेलनेस हब बनाउने योजना, मेलम्ची पानीको न्यायोचित वितरण र कपन चकुन्चा क्षेत्रको बाढी व्यवस्थापन अब ढिलो गर्ने विषय होइन। चाबुइल गौशाला क्षेत्रमा फ्लाइओभर, स्काई ब्रिज तथा आधुनिक ट्राफिक व्यवस्थापन, सुवर्ण शमशेर क्रिकेट रङ्गशालाको तीव्र निर्माण र बुढानीकण्ठ नगर अस्पताललाई मोडल अस्पतालका रूपमा स्तरोन्नति गर्न बजेट आवश्यक छ। महिला उद्यमशीलता, सोशल सेक्युरिटी फन्ड सुधार, नेशनल बजेट ड्यासबोर्ड मार्फत पारदर्शिता र सांसदलाई रिसर्च एसिस्टेन्ट उपलब्ध गराउने विषय पनि सुशासनसँग प्रत्यक्ष जोडिएको विषय हुन्। प्रधानमन्त्री गौरव योजना, प्राइम मिनिस्टर प्राइड प्रोजेक्ट सुरु गरी 5 वर्षभित्र नतिजा दिन उच्च प्रभावयुक्त आयोजनामा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य पुष्पराज कणेल। सम्मान्य सभामुख महोदय, म आज राष्ट्रिय गौरवका 2टा आयोजनाका सन्दर्भमा कुरा उठाउन गइरहेको छु। ती हुन् एउटा पुष्पलाल मध्य पहाडी लोकमार्ग र अर्को बुढी गण्डकी आयोजना। धादिङ जिल्लामा आएर एउटा ठाउँमा यी 2टै परियोजनाहरू जोडिन्छन्। बुढी गण्डकी परियोजना नबनेको कारणले गर्दा पुष्पलाल हाइवे पनि बन्नबाट रोकिएको छ र एउटा ऊर्जा मन्त्रालयले पत्र लेखेको छ भौतिक पूर्वाधार मन्त्रालयलाई र त्यहाँ चाहिँ त्यो रोक्नु भनेर। यस कारणले पुष्पलाल हाइवे पनि रोकिएको कारणले गर्दाखेरि समग्र नेपालको अर्थतन्त्रको विकास, पहाडी क्षेत्रको विकासमा पनि त्यही केही न केही समस्या सिर्जना भएको स्थिति छ। म माननीय अर्थमन्त्रीजी पनि यहाँ हुनुहुन्छ, बुढी गण्डकी र त्यो पुष्पलाललाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दछु। मान्य सदस्य पुष्पा कुमारी चौधरी। सम्मानीय सभामुख महोदय, आज म मध्य प्रदेशमा महिला तथा किशोरीहरूमा एनेमियाको अवस्था विषयमा संक्षेपमा केही तथ्य प्रस्तुत गर्न चाहन्छु। एनेमिया अर्थात् रगतको कमी नेपालकै गम्भीर जनस्वास्थ्य समस्या मध्ये एक हो। नेपाल जनसङ्ख्या तथा स्वास्थ्य सर्वेक्षण 2022 अनुसार नेपालमा 15 देखि 49 वर्षसम्म उमेरका समूह 34% महिलामा एनेमिया देखिएको छ भने मध्य प्रदेशमा यो दर 52% भन्दा बढी रहेको छ, जुन 7 प्रदेशमध्ये सबैभन्दा उच्च हो। यसको अर्थ मध्य प्रदेशका प्रत्येक 2 महिला मध्ये कम्तीमा 1 महिलामा एनेमियाबाट प्रभावित छन्। त्यस्तै 15 देखि 19 वर्ष उमेरका समूहका करिब 39% किशोरीहरूमा पनि एनेमियाबाट प्रभावित छन्। यसको प्रमुख कारण बाल विवाह, कम उमेरमै गर्भधारण र कुपोषण र आइरन चक्कीको न्यून प्रयोग हुन्। एनेमियाले किशोरीहरूको पढाइ र शारीरिक विकास र आत्मविश्वासका समेत नकारात्मक असर पारिरहेको हुन्छन्। मान्य सदस्य पुनम कुमारी अग्रवाल।
सम्मानीय सभामुख महोदय, लामो समयदेखि हाम्रो मुलुकमा राज्यको खर्बौँ लगानी भएका सरकारी उद्योगहरू रुग्न छन्। धेरै बन्द भए भने चलेका पनि सही ठाउँमा छैनन्। वर्तमान सरकारले अहिले रुग्न उद्योग चलाउन कम्मर कसेर अगाडि बढेको छ, राम्रो कुरा हो। उद्योग चल्दा हजारौँ रोजगारी सिर्जना हुन्छ भने राज्यलाई पनि लाभ प्राप्त हुन्छ। तर सम्मान्य सभामुख महोदय, अहिले पनि हेटौडा र उदयपुर सिमेन्टले धेरै निजी कम्पनीहरूको करोडौँ रुपियाँ भुक्तानी गर्न बाँकी छ। कयौँले राज्यलाई गुहारिरहेका छन् भने कति नसकेर उद्योगमाथि मुद्दा गरेको अवस्था छ। यसबाट कयौँ व्यापारी आत्महत्या गर्ने अवस्थामा पुगेका छन्। यति मात्र होइन, ती उद्योगमा काम गरेका कर्मचारी र मजदुरले आफ्नो पारिश्रमिक समेत पाएका छैन। यसले कयौँ परिवारको बिचल्ली भएको छ। यसतर्फ म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु र यथाशीघ्र। मान्य सदस्य प्रकाश चन्द्र परियार। सम्माननीय सभामुख महोदय, पर्सि हामी 19औं गणतन्त्र दिवस मनाउँदैछौँ। म यो ऐतिहासिक क्षणमा सम्पूर्ण नेपालीमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछु। विडम्बना, जनक्रान्तिको जगमा आएको गणतन्त्रमा आज पनि मधेसका करिब 1 लाख मुसहरले नागरिकता पाएका छैनन्। मधेसका डोम, चमार, खतवे, मुसहर लगायत सीमान्तकृत 66 लाख नेपाली अहिले पनि तन्नम गरिबी र विभेदको दुष्चक्रमा छन्। फागुने अभूतपूर्व मतक्रान्तिले हामीलाई व्यवस्था होइन अवस्था बदल्न जनादेश दिएको कुरा म सम्मानित सदनबाट सम्झाउन चाहन्छु। त्यसैले पहिले निमुखा, गरिब, पहुँचविहीन, भूमिहीन, अपाङ्गता भएका महिला, दलित, कर्णाली, किसान र मजदुरको अवस्था बदल्न सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँछु। धन्यवाद। जय गणतन्त्र। मान्य सदस्य प्रकाश पाठक। सम्माननीय सभामुख महोदय, बारादशी 4 चकचकी निवासी राकिब हुसेनका 16 वर्षीय छोराले गत वैशाख 30 गते आत्महत्या गरे। आत्महत्याको कारण थियो मोबाइल। अनलाइन गेम फ्री फायरमा लत बसेका उनलाई बुवाले मोबाइल खोसेपछि त्यसैको न्युमा उनले आत्महत्या गर्ने निर्णयमा पुगेका थिए। उनी जस्ता लाखौँ बच्चा अहिले पनि अनलाइन गेमिङको लतसँगै गम्भीर मानसिक समस्यामा जुधिरहेका छन्। परिवारमा पीर र चिन्ता त छँदैछ, नानी बाबुहरूको भविष्यमा समेत यसले गम्भीर असर पारिरहेको छ। यस्तै लतका कारण पारिवारिक विखण्डन मात्र होइन, आपराधिक घटनाहरू पनि दिन प्रतिदिन बढ्दै गएका छन्। यस्ता गेमिङ एपका कारण बालबालिकाहरूमा गम्भीर समस्या दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले तत्काल यस्ता एपमा प्रतिबन्ध लगाउन सभामुख मार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद। मान्य सदस्य प्रकाश सिंह कार्की। सम्माननीय सभामुख महोदय, आज 21औं शताब्दीको प्रविधि मैत्री युगमा सोलुखुम्बु जिल्लामा एनटिसी नेटवर्कको समस्या छ। डाटाको त कुरै नगरौँ, फोन गर्न समेत समस्या छ। उदाहरणको लागि सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा 24 घण्टामा 12 घण्टा मात्रै फोनको नेटवर्क आउँछ। बाँकी समय टावरको बिजुली बत्तीको लाइन नभएकोले सोलरबाट सञ्चालन हुँदा यो समस्या आएको छ। त्यसको दीर्घकालीन समाधान होस्। त्यस्तै खुम्बुपासाङ लामो गाउँपालिका जुन विश्वकै पर्यटन आउने, घुम्ने, बस्ने ठाउँ, त्यहाँ पनि सञ्चार फोन नेटवर्कको समस्या छ। सोलुखुम्बु जिल्लाभर यही समस्या छ। यसको समाधानको लागि सम्माननीय सभामुख मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु। सम्माननीय सभामुख महोदय, सोलुखुम्बुमा अहिलेसम्म बिजुली बत्तीको केन्द्रीय प्रसारण लाइन सबैतिर विस्तार हुन सकेको छैन। विस्तार भएको ठाउँमा पनि गुणस्तरीय सेवा पाएको छैन। त्यसैले सोताङको दिब्लीघाट र खुम्बुपासाङ लामुको बुब्सामा सब स्टेसन निर्माण गरेर विद्युतको थप गुणस्तरीय सेवा प्रदान गर्न र कालापत्थर। मान्य सदस्य प्रदीप विष्ट। सम्मानित सभामुख महोदय, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 10 जसमा दक्षिणकाली, कीर्तिपुर र चन्द्रगिरी नगरपालिकाका 75% भूभाग पर्दछन्। राजधानीका अन्य 9 निर्वाचन क्षेत्रभन्दा फरक विशेषता बोकेको क्षेत्र हो। यहाँ महानगरका कुनै पनि वडा नपरे पनि सबैभन्दा बढी जनसङ्ख्या, क्षेत्रफल र वडाहरू यसै क्षेत्रमा पर्दछन्। यसकारण यस क्षेत्रका समस्या र आवश्यकता राजधानीको जिल्लाभन्दा अन्य क्षेत्रभन्दा विशिष्ट खालका छन्। सभामुख महोदय, यो क्षेत्र अर्धशहरी तथा ग्रामीण बाहुल्य भएकोले नेपाल सरकारले निर्वाचन क्षेत्रलाई दिने समान मापदण्ड वा कोटा मात्र पर्याप्त हुँदैन। यसले मेरो
यस क्षेत्रलाई न्याय गर्न सक्दैन। त्यसैले यस क्षेत्रलाई राजधानीको अभिन्न अङ्गको रूपमा दिगो हरित र बस्न योग्य सहर बनाउन अतिरिक्त कार्यक्रम, विशेष बजेट र दीर्घकालीन पूर्वाधार विकास योजनाको आवश्यकता पर्दछ। तसर्थ काठमाडौँ क्षेत्र नम्बर 10 लाई विशेष प्राथमिकता दिए यहाँको जनताको जीवनस्तर र उकास्ने विकास मैत्री र वातावरण मैत्री राजधानीको सन्तुलित विकास सुनिश्चित गर्न ठोस कदम चालियोस् भनी सम्माननीय सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद, नमस्कार। मान्य सदस्य पर्मिला कुमारी कच्छदार। सम्मानीय सभामुख महोदय, यस सदनको ध्यान आकर्षण मोरङ क्षेत्र नम्बर 6 सुन्दरहरैचा नगरपालिकातर्फ गराउन चाहन्छु। सुगम बनिएको यो नगरपालिकाभित्रको एउटा दुःखद वास्तविकताले हाम्रो विकासको नारालाई गिज्याइरहेको छ। वर्षायाम सुरु हुनसाथ यस पालिकाको वडा नम्बर 6 स्कुल डाँडा र वडा नम्बर 7 जोड्ने गछिया खोलामा पुल नहुँदा साना साना बालबालिकाहरू कापी किताब बोकेर खोलाको डिलमा रोएर बस्न बाध्य हुन्छन्। यहाँका हजारौँ विद्यार्थीहरू विद्यालय जाने बाटो रोकिएको र उनीहरू शिक्षाबाट वञ्चित हुन्छन्। बालबालिकामाथिको यो खेलवाड अब कहिलेसम्म? त्यसैले म नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोडदार माग गर्दछु, उक्त गछिया खोलामा यसै आर्थिक वर्षमा पुल निर्माण गरियोस्, बालबालिकाको सुरक्षित रूपमा पढ्न पाउने मौलिक अधिकारको ग्यारेन्टी गरियोस्। धन्यवाद। जय नेपाल। मान्य सदस्य पर्मिला कुलुजु। सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित प्रतिनिधि सभा मार्फत भक्तपुर जिल्लाका नागरिकले वर्षौँदेखि भोग्दै आएको गम्भीर खानेपानी समस्याप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। भक्तपुर यस्तो ऐतिहासिक, सांस्कृतिक तथा विकसित जिल्ला आज म नियमित पर्याप्त र स्वच्छ खानेपानीको अभावबाट पीडित छ। धेरै ठाउँमा त धारामा पानी नआउने, कम दबावमा आउने तथा दूषित पानी आउने समस्या रहेको छ। नागरिकहरू दैनिक जीवन चलाउन महँगो मूल्यमा पानी खरिद गर्न बाध्य छन्। सम्माननीय सभामुख महोदय, खानेपानीको अभावले जनताको जीवन मात्र होइन, जनस्वास्थ्यमा समेत गम्भीर असर परेको छ। विशेष गरी बालबालिका, वृद्ध तथा न्यून आय भएका परिवारहरू बढी प्रभावित भएका छन्। स्वच्छ पानीको अभावले विभिन्न जलजन्य रोग फैलिएको जोखिम बढिरहेको छ। त्यसैले म नेपाल सरकारसँग भक्तपुरमा नियमित र स्वच्छ खानेपानीको सुनिश्चितता, पुराना पाइपलाइनहरूको मर्मत, चुहावट नियन्त्रण तथा दीर्घकालीन खानेपानी व्यवस्थापन योजना तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न मान्य सदस्य प्रमोद कुमार महतो। सम्मान्य सभामुख महोदय, वर्षौँदेखि बर्दिवास मेडिकल कलेजको नाममा महोत्तरी क्षेत्र नम्बर 1 का जनतालाई सपना देखाउने, आश्वासन दिने र भोट बैंकको राजनीति गर्ने काम मात्रै हुँदै आएको छ। तर आजसम्म यसको कामले ठोस गति लिन सकेको छैन। म स्पष्ट रूपमा भन्न चाहन्छु, बर्दिवास मेडिकल कलेज केवल महोत्तरीको परियोजना मात्र होइन, यो सम्पूर्ण मध्य प्रदेशको गौरव र आवश्यकता हो। बर्दिवास भौगोलिक रूपमा मध्य प्रदेशको केन्द्रमा पर्ने भएकोले 70देखि 12 वर्षसम्मका नागरिकलाई स्वास्थ्य सेवा, मेडिकल शिक्षा सहज पहुँच हुनेछ। यसले हजारौँ विद्यार्थीलाई अवसर दिनेछ, स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउनेछ र समग्र मध्य प्रदेशको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ। त्यसैले आगामी बजेट मार्फत पर्याप्त बजेट विनियोजन गरी बर्दिवास मेडिकल कलेज। मान्य सदस्य प्रेम बहादुर बाइक। सम्माननीय सभामुख महोदय, रोमानिया र नेपाल सरकार बीच सवारी चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्सको पारस्परिक मान्यता वा रूपान्तरण सम्बन्धी कुनै आधिकारिक सम्झौता नहुँदा रोमानियामा रहेका हजारौँ नेपाली राइडरहरू गम्भीर समस्यामा परिरहेका छन्। बार्लिन स्थित नेपाली दूतावासको पासपोर्ट शिविर मार्च 21देखि 15सम्म आयोजना हुँदैछ। नेपाल रोमानिया लाइसेन्स सम्झौता गर्न पहल होस्। विशेष गरी मोटरसाइकल, स्कुटर चलाउने नेपालीहरूलाई ट्राफिक चेकमा बारम्बार समस्या, जरिवाना र कानुनी झन्झट साथै रोमानियाली लाइसेन्स लिन अत्याधिक समय खर्च र जटिल प्रक्रिया झेल्नु परेको छ। दुःखद कुरा के हो भने पाकिस्तान, भारत, बङ्गलादेश, श्रीलङ्का जस्ता देशका नागरिकहरूलाई रोमानियाले ड्राइभिङ लाइसेन्स सम्बन्धी सहजीकरण सम्झौता उपलब्ध गराइसकेको छ, तर नेपाली भने अझै पनि उपेक्षित अवस्थामा छन्। नेपाली वैध ड्राइभिङ लाइसेन्सलाई रोमानियामा मान्यता दिन वा नेपाली लाइसेन्सलाई रोमानियाली लाइसेन्समा रूपान्तरण गर्ने प्रक्रिया सरल बनाइदिन नेपाल रोमानिया बीच आधिकारिक द्विपक्षीय ड्राइभिङ लाइसेन्स सम्झौता तत्काल गरियोस्। नेपाली राइडरहरूलाई न्याय चाहिन्छ। नेपाल रोमानिया ड्राइभिङ लाइसेन्स सम्झौता अधिकार हो।
मान्य सदस्य प्रेमलाल चौधरी। सम्माननीय सभामुख महोदय, आज म सामान्यदेखि नै तर अत्यन्त गम्भीर आर्थिक सामाजिक तथा नीतिगत विषयमा यस सम्मानित सदन मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। काठमाडौँ लगायत विभिन्न सहरहरूमा नागरिकले आवत जावतका लागि डिजिटल यातायात प्लेटफर्म इनड्राइभ, पठाओ, याङ्गो प्रयोग गरेका छन्। सहज छिटो सेवाका कारण यसको प्रयोग बढिरहेछ। दैनिक 30,000 भन्दा बढी राइड चल्ने, 20,000 बढीले रोजगार पाउने र वार्षिक 10 अर्ब माथिको कारोबार हुने तथा 12% कमिसनका नाममा करोडौँ रकम बाहिरिने गरेको छ। पर्याप्त सामाजिक सुरक्षा र बिमा छैन। त्यसैले नेपाल सरकार तथा मिनिस्ट्री अफ साइन्स, टेक्नोलोजी एन्ड इनोभेसनसँग अनुरोध गर्दछु कि सरकारले आफ्नै राष्ट्रिय राइड सेयर प्लेटफर्म निर्माण गरोस्। बाहिरिने कमिसनमध्ये 7% मात्र सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने व्यवस्था भएमा सेवा लिने दिने दुवैको बिमा र सुरक्षा सुनिश्चितता हुन्छ। बाँकी रकम राज्य कोषमा जम्मा गरी भेहिकल फ्रेन्डली सुरक्षित सडक निर्माण गर्न सकिन्छ। यसले मुद्रा बाहिरिने क्रम रोक्ने, युवालाई रोजगार दिने, राजस्व बढाउने र डिजिटल नेपाल अभियानलाई मजबुत बनाउनेछ। अत नेपाल सरकारलाई यसतर्फ गम्भीर मान्य सदस्य बदन कुमार भण्डारी। सम्मानीय सभामुख महोदय, नेपालको अत्यन्तै व्यस्त र रणनीतिक सडक खण्ड सूर्यविनायक धुलीखेल सडक विस्तार आयोजना वर्षौँदेखि निर्माणाधीन अवस्थामा छ। तर दुःखको कुरा, निर्माण कार्य अत्यन्तै ढिला गतिमा भइरहेको छ। कारण सर्वसाधारण नागरिकले दैनिक रूपमा असह्य शास्ति भोग्न परेको छ। यो सडक खण्ड धुलो, हिलो, जाम, दुर्घटना, अव्यवस्थित निर्माण र कमजोर व्यवस्थापन कारण स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, व्यवसायी, यात्रु सबै प्रताडित छन्। विकासको नाममा जनतालाई दुःख दिन पाइँदैन। जनताले प्रश्न गरिरहेका छन्, सूर्यविनायकदेखि धुलीखेल सडक खण्ड कहिले बन्छ? जनताले कहिले धुलो र जाम खेप्न पर्ने हो? कहिलेसम्म? निर्माण कम्पनी र सम्बन्धित निकायले किन जवाफदेही छैन? त्यसैले नेपाल सरकारसँग सम्बन्धित मन्त्रालय, सम्बन्धित आयोजना कार्यालय र निर्माण कम्पनीसँग जोरदार माग गर्दछु। निर्माण कार्य स्पष्ट समय सीमा सार्वजनिक गरियोस्। ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कानुनी कारबाही गरियोस्। जनतालाई धुलो, हिलो र जामबाट तत्काल राहत दिन अन्तरिम व्यवस्था गरियोस्। सडक निर्माण युद्ध स्तरमा अगाडि बढोस्। धन्यवाद। मान्य सदस्य तोसीमा कार्की। सम्मान्य सभामुख महोदय, ललितपुरको भैँसीपाटी मगर गाउँबाट सिकाली मार्ग जाने ओह्रालो ढलान सडक ठाउँ ठाउँमा फुटेको छ। ढल सडकमै फालिएको छ। उचित निकास छैन। दैनिक जसो दुर्घटना हुने गरेको छ। महानगरभित्रको सडक यस्तो हुनु दुःखद हो। मैले स्वयं तत्कालीन शहरी विकास मन्त्रालय र ढल व्यवस्थापन महाशाखाका प्रतिनिधिसँग स्थलगत निरीक्षण गरेँ। एक निकाय भन्छ हाम्रो क्षेत्र अधिकार होइन, अर्को भन्छ बजेट छैन। जनताको ज्यान जोखिममा परेको सडक मर्मतका लागि राज्यसँग आपतकालीन बजेट सधैँ पर्याप्त हुनुपर्ने होइन र? नेपालमा सडक बनाउन भन्दा भत्काउनमा धेरै खर्च भइरहेको छ। खानेपानी, ढल, बिजुलीका नाममा बनिसकेको सडक केही महिनामै फेरि भत्काइन्छ। म सडकसँग जोरदार माग गर्दछु त्यो सडक तत्काल मर्मत र ढल व्यवस्थापन गरियोस्। साथै सडक पिच गर्नु अघि सबै निकायसँग अनिवार्य समन्वय हुने गरी एकीकृत पूर्वाधार योजना प्रणाली यो सरकारले आउँदो आर्थिक वर्षबाट अनिवार्य लागू गरोस्। सडक बनाएर छाड्ने होइन, मेन्टेन र सुरक्षित राख्ने जिम्मेवारी पनि राज्यको हो। धन्यवाद। मान्य सदस्य नरेन्द्र कुमार केरुङ। सम्मान्य सभामुख महोदय, सम्मानित सदन मार्फत सुकुम्बासीमाथि भएको अमानवीय सरकारी रवैयाप्रति गम्भीर आपत्ति छ। पूर्व तयारी, सूचना र विकल्प बिना सुकुम्बासी बस्तीमा चलाइएको डोजरले हजारौँ नेपाली असुरक्षित, त्रसित र अन्यलमा बस्न बाध्य छन्। सम्मान्यज्यू, कुरो भत्काइएको घरको मात्र होइन, भत्काइएको जीवन, भविष्य र सपनाहरूको हो। जेल जस्तै लाग्ने होल्डिङ सेन्टरमा जाँदा उहाँहरूको आँखामा देखिने टिलपिल आँसु मानवीय सङ्कट होइन र? बनिबुतो गर्नेहरूको काम खोसिएको छ। नानीहरूको स्कुल छुटेको छ। वर्षौँदेखिको सामाजिक सम्बन्ध टुटेको छ। वर्षा सुरु भएको छ। भविष्य अन्यल छ। सुकुम्बासीहरू मानसिक पीडामा छन्। त्यहाँ सरकार, सञ्चारकर्मी जान निषेध छ। पीडितको आवाज दबाइएको छ। मानवीयता उपेक्षित छ। बिना कार्यविधि सरकारले दिएको सानो रकमले न्यूनतम जीवन चल्छ र? यो गरिबीमाथिको उपहास होइन। राज्यले अलपत्र नागरिकको सुरक्षा गर्ने हो। हिजो भोट माग्दा गर्दन नै थाप्ने कसम खाएको होइन। यो कलियुग हो। सरकार गरिब दुखीलाई गरेको पापको परिणाम। मान्य सदस्य परशुराम तामाङ। सभामुख महोदय, ठुलो धनराशि र समय लगानी गरेर मध्य पहाडी लोकमार्ग बन्यो।
तर भरी ट्रक ल्याउने, रित्तो ट्रक फर्काउने, गुड्ने बाहेक अरू केही सडकको क्षमता प्रयोग भएको छैन। पहाड रित्तो छ, बसाइसराई जारी छ। अत सभामुख महोदय मार्फत अर्थ मन्त्रीसँग माग गर्दछु कि भोजपुर जिल्ला लगायतका मध्य पहाडी लोकमार्ग केन्द्रित 5 प्रदेशमा रोजगार, उत्पादन, सभ्यता र समृद्धि जोडेर विशेष उत्पादन क्षेत्रहरू र लोकमार्ग र उत्तर दक्षिण कोरिडोरको क्रसिङमा नयाँ औद्योगिक सहर विकासको योजना आगामी वर्षको बजेटमा ल्याइयोस्। धन्यवाद। मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ।